दर्शकवृन्द नमस्ते। निर्मला नेपाली युट्युब च्यानलमा भने कान्छी सिरियल भाग 258 आइसकेको छ। 258मा भने अहिले कान्छीहरू आफ्नो घर जाने बाटो लागिसकेका छन्। अनि बाटो जाँदा जाँदै भने उनकी आमा अलि भावुक भएर रोइरहेकी छिन्। तर कान्छीको बाबाले भने सम्झाइरहेका छन्, नातिनी रोइ भने अहिले भुलाउन सकिँदैन भनेर भनिरहेका छन्। अनि कान्छीहरू भने भावुक हुँदै घर गइरहेका छन्। अब उनीहरूले घर गएर के गर्छन् थाहा छैन। अनि यता भने कान्छीको बाबाले भने धेरै सम्झाइरहनु भएको छ कान्छीको आमालाई, तिमी रोएर हुन्छ र, अनि घर जाने मान्छे हो, घर जान पठाउनु पर्यो, आफ्नो घर गएर खानु पर्यो भनेर सम्झाउनु भएको छ। अब के साँच्चीकै अब कान्छीहरू उता भने कान्छीको सासूले भने कान्छीको सासू सुध्रिछ कि भन्ने गाउँमा हल्ला फिजाउनु पर्छ भनिरहेकी छिन्। कान्छीको सासूले चाहिँ एकजना मान्छेसँग भन्नुभएको छ, मलाई कान्छी नाम सुन्ने बित्तिकै मलाई त एकदमै उमङ्ग आउँछ, मलाई बेग्ली हुन्छ भन्नुभएको छ। तर कान्छीले भने गएपछि सासूलाई कस्तो व्यवहार गर्छिन् होला, तर मलाई लाग्छ तर राम्रो व्यवहार त गर्न त गर्छिन्, तर पहिला जस्तो गर्नुहुन्न होला भन्ने आशा छ। हजुरहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनुहोला, साथै सब्सक्राइब पनि गरिदिनुहोला।